यति बेला हामी देवानगञ्ज गाउँपालिकाको वडा नम्बर 3 मा आइपुगेको छु। हाम्रोतिर अहिले हालको अवस्थामा धेरै किसानले ग्राफ्टिङ भन्टा लगाएको थियो। अहिले के रहेछ, आधुनिकीकरणसँगै किसानले एकदम प्राविधिक तरिकाले खेती गरिरहेको छ र उहाँहरूले पहिले योभन्दा अगाडि धेरै किसानहरूले भन्टा खेती लगायो। यसपालि निकै किसानहरूले ग्राफ्टेड टमाटर लगाएको अवस्था देखिन्छ र त्यो पनि एकदम उन्नत एकदम टेक्निकल तरिकाद्वारा। यो सबै जति यो टमाटर लागेको देखिन्छ हरेकमा ग्राफ्टेड हो। यो नेपालमा सम्भवतः सबभन्दा सुरुवात मलाई लाग्छ ग्राफ्टेड विधिद्वारा खेती गराएको सायद हाम्रो देवानगञ्ज पालिका नै हुन्छ जस्तो मलाई महसुस भइरहेको छ। म धेरै डुले, धेरै गाउँपालिकाहरू, धेरै वडाहरूमा पनि काम गरेँ, विभिन्न ठाउँमा, अमरवा, स्याबगञ्ज, बबिया, कता कता डेरे। तर यस्तो मैले हेरिनँ ग्राफ्टेड। म पनि टेक्निकल पर्सन भएको कारणले गर्दा म फर्स्टचोटि हेरिरहेको छु र म डुल्दा एकजना किसानको खेतमा आइपुगेको छु र म उहाँसँग पनि थोरै कुराकानी गर्न चाहन्छु। सायद यो तरिकाले खेती गरे भने हामी कहिले असफल हुन सक्ने सम्भावना एकदम कमै हुन्छ, एकदम टेक्निकल तरिकाले। अब उहाँको प्लान यो पछिमा के रहेको रहेछ नि, योमा कौली लगाउने र म उहाँसँग परिचय पनि गराउन चाहन्छु। शुभ नाम? उमेश प्रसाद मेहता। यो फर्स्टचोटि हो हजुरले यो टमाटर ग्राफ्टेड खेती लगाएको कि के कसो? अगाडि मैले भन्टा र खुर्सानी लगाएको थिएँ कि। कति एरिया? ग्राफ्टेड 5 कट्ठा जति लगाएको थिएँ र यो दोस्रो चोटि मैले यो भन्टा पनि छ र यो टमाटर पनि दुईटै लगाइरहेको छु। यो टमाटर कुन भेराइटी हो? यो साहु भन्ने उता इन्डियातिर पाइन्छ बिउ कि, त्यो साहु भन्ने जातको हो। यो कति एरियामा अहिले हजुरले लगाइरहनु भएको छ? हामीले टमाटर भनेको 7 कट्ठा लाउने हो र बैगन दुईटै भन्टा टमाटर मिलाएर 15 कट्ठा खेती गरिरहेको छ। हाम्रो देवानगञ्ज पालिकामा अहिले यो ग्राफ्टेड टमाटर खेती धेरै किसानले लगाएको सुनाइमा आएको छ। यसको बारेमा पनि को लाग्छ थोरै मलाई भनिदिँदा यसो किसानहरूलाई हौसला बढ्ने थियो भने। म यो देवानगञ्ज पालिकामा भन्दा पनि हामीले 3 नम्बर वडामा योभन्दा अगाडि मेरो अङ्कल र भाइले चाहिँ रामेश्वर मेहता ले लगाएको थियो वैशाखतिर भन्टा र पछि अर्को चोटि चाहिँ अहिले दोस्रो चोटि लाएर चाहिँ तपाईँको लगभग 1.5 बिघा जति भन्टा र टमाटर चाहिँ लगाएको रहेछ कि योभन्दा 15 दिन अगाडि हामी सँगै बिउ ल्याएको हो। र म त अब यो खेत चाहिँ नमी बढी भएकोले वर्षा लास्टमा भएको कारणले चाहिँ अलिक ढिलो रोप्नु पुगे। उहाँहरूले चाहिँ योभन्दा अगाडि रोपेको छ। अनि अर्को भन्टा पनि लाउनु भएको छ, त्यो यसो प्लट हेर्न जाऊँ कि के कसो नि? हुन्छ, केही छैन, अगाडिमा लगाएको छु। हिजो चाहिँ रोप्यो, आज पनि काम गर्ने मान्छेहरू छ, आज पनि रोप्दैछ। ल अब हामी भन्टा खेतीतिर प्रस्थान गरिरहेको छौँ। यो ग्राफ्टेड टमाटरको बेर्ना रहेछ र उहाँ खेतमा काम गरिरहेको अवस्था छ र उहाँ एकदम मजदुरहरू एकदम लगाइरहेको अवस्था छ, रोपिरहेको अवस्था छ। हामी भन्टा ग्राफ्टेड खेतीतिर कहाँ उहाँले लाउनु भएको रहेछ उतातिर प्रस्थान गरिरहेछौँ। ग्राफ्टेड भन्टा खेती प्लटमा आइपुगेको छु। साह्रै नै राम्रो भन्टा लागेको देखिन्छ र हरेक प्लट, हरेक बोट यो जुन लागेको देखिन्छ सामान्यभन्दा फरक रहेछ। यो भन्टामा ग्राफ्टेड गरेको भन्टा हो र यो भन्टा खेती लागेको धेरै किसानहरू के चुनौती, के समस्या, के फाइदा आयो भने उहाँसँग संक्षिप्तमा केही कुरा म राखिदिनको लागि उहाँसँग अनुरोध गर्दछु। यसको बारेमा थोरै यसो अनुभव, चुनौती, फाइदा के कसो रहेछ थोरै मलाई भनिदिनु न। सबैभन्दा त पहिला म के भन्न चाहन्छु भने म पनि अब यो दोस्रो चोटि मात्रै हो। पहिलोचोटि चाहिँ थोरै लगाएको थिएँ अनि त्यति बेला मैले यो सामान्य भट्टा भन्दा यो मल्चिङ प्रविधिमा ग्राफ्टेड भट्टा लाउँदाको फाइदा चाहिँ के रहेछ भन्दाखेरि यसमा चाहिँ कीटजन्य रोग, किरा लाग्ने क्षमता अरूभन्दा सामान्य पौधाभन्दा बिरुवाभन्दा तपाईँको लगभग 40% कम लाग्छ। किनभने मुनि मल्चिङ लागेको हुन्छ र यसको जड भनेको जारा अर्कै पौधा हो, ताइवानी जङ्गली पौधा हो र माथि चाहिँ यो हाम्रैतिर पाइने भट्टा नै हो।
त्यही भएर यो त्योभन्दा अलि रोग प्रतिरोधात्मक क्षमता हुन्छ रोग यसमा। प्रतिरोधात्मक क्षमता यसमा बढी देखिन्छ कि। ए, र अर्को कुरा के रहेछ, सुक्ने अरू भट्टा चाहिँ सामान्य खेतहरूमा पनि सुक्ने देखिन्छ, तर यसमा सुक्ने त्यति हुँदैन, किनभने मुनि जरा चाहिँ जङ्गली पौधा भएकोले चाहिँ सुकिँदैन। र अर्को कुरा फलन क्षमता, यसमा फल्ने क्षमता जुन हुन्छ नि, फलफुल लाग्ने क्षमता त्योभन्दा 25-40% बढी हुन्छ। र अर्को यसको फलको क्वालिटी साइज राम्रो देखिन्छ। मार्केट पनि राम्रो चाहिँ यसको जाँदाखेरि अरू सामान्य भट्टा चाहिँ 30 रुपियाँ केजी बिक्छ भने यो त्यही टाइममा त्यस्तै किसिमको 50 रुपियाँ केजी बिक्छ र राम्रो मार्केट छ यसको। त्यही भएर हामीले दोस्रोचोटि चाहिँ लगाउने प्रयास गरेका छु। अब अहिले त फर्स्टै भर्खर चाहिँ रोपिरहेको छु, अरू रोप्ने तर्खरमा छु। अब हेरौँ के सामान्य भन्दा यो यसो ग्राफ्टेडमा सुरुमै कस्टिङ बढी लाग्छ, तर प्रफिट यो सामान्य रोपाएको सामान्य पौधाहरू लाउँदाखेरि तरकारी बालीको त्यो चाहिँ सुरुमा अलिक कस्टिङ कम हुन्छ हाम्रोमा, तर यसमा चाहिँ बढी देखिन्छ, किनभने अब मल्चिङ हो, त्यसपछि जामी राखेर तपाईँको कोदालो यो माटोको ढिक्का बनाउनु पर्छ, ड्याङ बनाउनु पर्छ, त्यसमा मल्चिङ लाउनु पर्छ, त्यसमा चाहिँ पाल पार्नुपर्छ र विभिन्न खाद मलहरू चाहिँ त्यो हिसाबले गोबर मलहरू हाल्नुपर्छ, खेतको जोताइ पनि राम्रो गर्नुपर्छ। त्यो हिसाबले सामान्य पौधाभन्दा चाहिँ यसमा चाहिँ अलिक कष्ट चाहिँ बढी लाग्छ र पछि गएर घाँसपात यसमा चाहिँ त्यति हुँदैन, किनभने यसमा मल्चिङ लगाएको छ, घाँसपात पनि हुँदैन। र अर्को चाहिँ यसमा रोग व्याधिले अलिक कम चाहिँ उ गर्छ, घाँसपात नभएको कारणले गर्दा पनि रोग व्याधि कम लाग्छ। यति बेला हामी उहाँको प्लटमा ग्राफ्टेड टमाटर र भन्टा पनि लागेको देखिन्छ र फेरि पनि तपाईँहरूलाई के कति फल्दो रहेछ र अर्को भिडियो पनि लिएर आउनेछु र तपाईँहरूले पनि यो सम्बन्धी धेरै खुल्दुली जाग्यो भने हेर्न चाहनुहुन्छ भने उहाँलाई सिधै आएर सम्पर्क गर्न सक्नुहुन्छ र आएर हाम्रो देवानगञ्ज पालिकामा धेरै खेती लाग्छ र यो हाम्रो देवानगञ्ज पालिकाको तरकारीहरू विभिन्न नेपालभरि नै लगभग धेरै ठाउँमा बिक्री वितरण भएको अवस्था छ। काठमाडौँ कहाँ जान्छ हाम्रो यहाँदेखि तरकारी? यहाँदेखि हाम्रो काठमाडौँ पश्चिमसम्म जान्छ, भैरवा पूर्व काकडभिट्टा, त्यसपछि पोखरासम्म पनि यहाँ जान्छ, लगभग निकै ठाउँमा जान्छ। नेपालको लगभग जिल्लाहरूमा चाहिँ बजारहरूमा हाम्रो यहाँको तरकारीहरू जान्छ। यो हाम्रो देवानगञ्ज गाउँपालिका सुनसरीको एकदम तरकारीको एकदम हब क्षेत्र नै रहेको छ। ल धन्यवाद, उहाँले धेरै हामीलाई टाइम दिनुभएकोमा, आफ्नो यो ग्राफ्टेड खेतीको बारेमा हामीलाई धेरै कुराहरू बताउनु भयो। तपाईँहरूलाई पनि यसो हेर्न मन लाग्यो भने तपाईँहरू सिधै आएर उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ र आएर खेतमै भेट्न सक्नुहुन्छ। यहाँहरूलाई चाहिँ ग्राफ्टेड खेतीको बारेमा जानकारी लिन अथवा हाम्रै ठाउँमै आएर हाम्रो प्लटमै आएर हेर्न चाहनुहुन्छ अथवा सम्पर्क गर्न चाहनुहुन्छ भने मेरो नाम उमेश प्रसाद मेहता, देवानगञ्ज गाउँपालिका 3 नम्बर, सुनसरी जिल्ला हो र मेरो मोबाइल नम्बर 98 620 50 619 98 040 र 40 199 10099। ल।